आज नेपाली क्रिकेट टिमको लागि ऐतिहासिक दिन। नेपाली क्रिकेट टिमले आफ्नो होम ग्राउन्ड अर्थात् टिओ इन्टरनेसनल क्रिकेट ग्राउन्डमा पहिलो अन्तर्राष्ट्रिय खेल अन्डर लाइट खेल्दैछ। नेपालले आज पहिलो टी20 म्याचमा युएईको सामना गर्दैछ, जुन खेल टिओ इन्टरनेसनल क्रिकेट ग्राउन्डमा बेलुकी 5 बजेबाट सुरु हुनेछ। नेपाली क्रिकेट टिमको लागि पहिलोपल्ट दिपेन्द्र सिंह ऐरीले यो खेलमा क्याप्टेन्सी गर्नेछन्। युएईको लागि मोहम्मद वासिम क्याप्टेन्सी गर्ने भएका छन्। नेपाल र युएई बीचको यो पहिलो अन्तर्राष्ट्रिय खेल नेपाली क्रिकेटको इतिहासमै अन्डर लाइट पहिलोपल्ट हुन लागेको हो। नेपाली क्रिकेट टिम टियु क्रिकेट ग्राउन्ड अभ्यासको लागि पुगिसकेको छ भने युएई पनि हिजो टियु इन्टरनेसनल क्रिकेट ग्राउन्डमा अभ्यासको लागि पुगेको थियो। यो दुई बीचको म्याचलाई एसोसिएट क्रिकेटमा एल क्लासिकोको म्याचको रूपमा पनि लिने गरिन्छ। यो खेल पहिलोपल्ट अन्डर लाइट नेपालले आफ्नो होम ग्राउन्डमा यो खेललाई अर्गनाइज गरिरहेको छ।